आलु टिप्दैन यहाँ हैरान भइसक्यो। कहाँ खानु त सजिलो हुन्छ, गर्नु त गाह्रो हुँदो रहेछ नि काम त है। फल्नु पनि यसपालि आलु के साह्रो फलेको। हेल्प गर्ने आलु टिप्नु मलाई पनि हल्का साथीभाइ हो। आलु उठाउनुलाई बिहानदेखि बेलुकैसम्म लाग्छ जस्तो छ मेरो। आलु उठाउने भाँडा चाहिँ यस्तो चाहिँ आलु थाप्ने भाँडा मेरो त। आलुबारी यति धेरै छ कि यो आलु आज खनेको 3 दिन भइसक्यो आलु खन्नु थालेको। ओ आमा, आलु उठाउनु आउनु न, कता जानुभयो? आलु टिप्न आउनुहोस्। ए बडार कुरा भोलि पर्सि गर्दा हुन्छ, यहाँ आलु बिग्रिन्छ क्या, उठाइहालौँ, अहिले कालो हुन्छ। आउनु न आलु उठाउनु यहाँ। टिकटक बनाउनु आलु उठाउनु चाहिँ आउनु छिटो यहाँ। ए तिमीहरू गर्ने मलाई चाहिँ आलु उठाउनु आइज। आलु उठाउनु पर्यो नि आमा छोरी मिलेर। किन त्यो चाहिँ निकाल्नु भएको ठुल्ठुलो आमा? ठुलो होइन कि हरियो रहेछ नि। हो हरियो चाहिँ मिसाउनु मिल्दैन? होइन, पछि चाल पाइँदैन नि, झन् हरियो हुन्छ के। ए यसो चाहिँ पारा बाबु, मलाई थाहा नभएको रहेछ नि त हौ। झन् उहाँले खाना आलु रोप्ने मान्छे थाहा छैन अरे अहिले। यो आलु चाहिँ खतरा छ क्या यो आलु कस्तो खतरा फलेको है। यहाँ र यहाँ चाहिँ भएको भए त मिल्थ्यो। यसपालि आलु साह्रै खतरा फलेको छ क्या आमा। होइन, उ त्यो खोस्नीलाई त मैले भेटेको थिइनँ र छैन हो पोहोरको भन्दा त आलु त आलु कति धेरै फल्यो क्या, फेरि एउटै साइजको फलेको छ आमा, सानो पनि छैन ठुलो पनि छैन। ठिकैको रोप्ने मान्छे कहाँ पुग्यो, अब खाने मान्छे त हामी नै हो। हिँड्ने अघिल्लो दिनसम्म बिचार भ्याउनु त गरेको। ए म बोरा लिएर आउँछु आमा, यहाँ छ नि। यहाँ एउटा त दुईवटा भराउनु पर्ने छ क्या, अहिले बिहान भरमा यहाँ हालौँ न। आया हजुर काटेको यहाँ पर निकालेको। चुली पो हालेको छ त। चुली हाल्नुभयो क्या आमा। हाम्रो छोराहरूले नातिहरूले के गर्छ अब यहाँ केटाहरूले असार्नु लाउनु पर्छ कि हाम्रो आलु। एउटालाई एउटा त गइसकेको छैन अघि बिहानै। म थाप्छु आमा। आलु 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 मर्दैन क्या हाम्रो आलु। हाम्रो आलु यहाँ मर्दैन बोरामा। यहाँ भिडियो बनाइरहेको छु मैले। आलु अनि आमालाई यहाँ बोलाउनु भएन आलु टिप्नु। आयो मान्छेहरू भिडियो त बनाएको रहेछ नि, रोप्ने बेला चाहिँ आउँदैन, खन्ने बेला चाहिँ भिडियो। मेरो बिल्लालाई भन्नु न आमा, यहाँ भिडियो बनाएर युट्युबमा हाल्दैछु कि मैले रोपेको आलु यो। त्यस्तै जाओस् भनेर आयो हेर्नुहोस् आमाले मलाई बिल्लै गरिसक्यो आलु मैले नै रोपेको गाइजहरू। मात्रै हो, आयो रोप्नु चाहिँ आएको छैन, यहाँ भिडियो बनाउनु चाहिँ कहाँबाट आइपुगेछ। आलु लिनु आएको, आलु लिनु। अब यो त मेरो भएको गाइजर, सबैजना मेरो घरमा आलु लिनु आउनु होला है। मेरो भदै यहाँ आउँदै हुनुहुन्छ आलु लिनु, आलु बोको आएको भए त भदैले घरमा असार्नुलाई।